हेलो एभ्रीबडी, मेरो स्कुल अनलाइन लर्निङ क्लासमा यहाँहरूलाई स्वागत छ। आज हामी फाउन्डेसन इन्जिनियरिङ सब्जेक्टको च्याप्टर 1 इन्ट्रोडक्सन च्याप्टरमा छौँ। आजको यस भिडियोमा हामी सिलेक्सन अफ टाइप्स अफ फाउन्डेसनको बारेमा कुरा गर्न जान्छौँ। ढिलानगरी आजको टपिकमा अगाडि बढौँ। हेरौँ त, सबभन्दा सुरुमा हामी के बुझौँ त भन्दाखेरि फ्याक्टर द्याट माइट इन्फ्लुएन्स द सिलेक्सन अफ फाउन्डेसन। ल, अब कुन फ्याक्टरले चाहिँ हाम्रो सिलेक्सन अफ फाउन्डेसनलाई इन्फ्लुएन्स गर्न सक्छ त? त्यसको लागि हामीसँग दुई तरिकाको फ्याक्टरहरू हुन्छन्। पहिलो के छ त, प्रिन्सिपल फ्याक्टर। यो चाहिँ हामीले हेर्नु नै पर्छ। अरू फ्याक्टरहरू भनेको चाहिँ पछाडिको कुरा हो। भनेपछि सुरुमा के रहेछ त प्रिन्सिपल फ्याक्टरमा भन्दाखेरि फङ्सन अफ स्ट्रक्चर। हामीले कुन फङ्सनको लागि चाहिँ माथि स्ट्रक्चर अथवा सुपर स्ट्रक्चर बनाइरहेका छौँ त्यही अनुसारको हाम्रो फाउन्डेसन हामीले हेर्नुपर्ने हुन्छ। त्यस पछाडि नेक्स्टमा लोड द फाउन्डेसन क्यारी भन्छ। फाउन्डेसनले अब कति लोड क्यारी गर्नुपर्छ त्यही अनुसारको हामीले फाउन्डेसन सिलेक्ट गर्नुपर्छ। त्यस पछाडि सफ्ट सर्फेस कन्डिसन। अब सफ्ट सर्फेस कन्डिसन भनेको सोइलको कन्डिसन हाम्रो कस्तो छ त्यही अनुसारको हामीले फाउन्डेसन हेर्नुपर्ने हुन्छ। अब हाम्रो सोइल एकदमै सफ्ट छ, त्यसको बियरिङ क्यापेसिटी लो छ भने हामीले डिप फाउन्डेसनमा पनि जानुपर्ने हुनसक्छ, अथवा डिफरेन्सियल सेटलमेन्ट त्यहाँनिर हुने चान्सेसहरू छ भने हामीले म्याट फाउन्डेसनतिर जानुपर्ने हुनसक्छ, आइसोलेटेड फुटिङलाई छोडेर। त्यस्तो चिज हामीले हेर्नुपर्छ। त्यस पछाडि कस्ट अफ फाउन्डेसन कम्पेयर टु कस्ट अफ सुपर स्ट्रक्चर। अब सुपर स्ट्रक्चरको कस्ट कति छ त्यही अनुसारको फाउन्डेसनको कस्ट चाहिँ कति आउने भयो, दुईटालाई कम्पेयर गरेर पनि हामीले कुन टाइप अफ फाउन्डेसन लिने त्यो हेर्नुपर्छ। यसको अर्थ के भयो त भन्दाखेरि, मानौ हाम्रो सुपर स्ट्रक्चर चाहिँ 50 लाखमा बन्दैछ। 50 लाखमा हाम्रो सुपर स्ट्रक्चर बन्दैछ। अब हाम्रो फाउन्डेसन बनाउनलाई नै हामीलाई झन्डै 30 लाख अथवा हेरौँ त 40 लाख खर्च हुने भयो भने अब 40 लाख र 50 लाखमा त झन्डै नजिकै भइसक्यो। हामीले अब 6-7 तल्लाको घर बनाउँदाखेरि हेरौँ त सुपर स्ट्रक्चर पुरै बन्ने पैसामा झन्डै हाम्रो फाउन्डेसनमै खर्च हुन्छ भने त हामीले यदि फाउन्डेसनको टाइप चेन्ज गर्न सक्छौँ भने त्यो कन्डिसनमा अब हाम्रो स्ट्रक्चर के हुन्छ त, इकोनोमिक हुन्छ। भनेपछि फाउन्डेसनको टाइप चेन्ज गरेर यदि फाउन्डेसनको कस्टलाई हामीले घटाउन सक्यौँ भने इकोनोमिक हुन्छ भने त्यस्तो कन्डिसनमा हामीले चेन्ज गर्नुपर्ने हुनसक्छ। भनेपछि त्यो पनि हामीले कम्पेयर गरेर हेर्नुपर्ने हुनसक्छ। ल, यो भयो प्रिन्सिपल फ्याक्टर। त्यस पछाडि अरू फ्याक्टरहरूमा चाहिँ के हुनसक्छ त भन्दाखेरि हेरौँ त कन्स्ट्रक्टेबिलिटी। अब कन्स्ट्रक्टेबिलिटी भनेको चाहिँ के हो त भन्दाखेरि हामीले जस्तो टाइपको फाउन्डेसन हामीलाई चाहिएको छ त्यस्तो बनाउन सक्छौँ कि सक्दैनौँ त। जस्तै फर इक्जाम्पल हामीलाई खोलाको माथिबाट पुल बनाउनु पर्ने छ। अब खोलाको माथिबाट पुल बनाउनको लागि हामीले खोलाको बिचमा चाहिँ के बनाउनु पर्ने हो त भन्दाखेरि फाउन्डेसन बनाउनु पर्ने भयो। अब खोलाको बिचमा चाहिँ के छ अरे त, एकदमै डिप खोला अरे, त्यसमाथि त्यसको फ्लो पनि एकदम हाई छ भने अब त्यहाँनिर हामीले फाउन्डेसन बनाउनै सक्दैनौँ भने अब कस्तो टाइपको फाउन्डेसन बनाउनु भन्ने त्यहाँनिर कुरै आउँदैन। यदि बनाउन सक्छौँ भने तापनि हेरौँ त वेल फाउन्डेसन बनाउने हो कि अथवा पायर फाउन्डेसन बनाउनु हो कि त्यसो चिज पनि हामीले त्यहाँ हेर्नुपर्ने हुनसक्छ। भनेपछि कस्तो खालको बनाउन सक्छौँ त्यही अनुसारको पनि बनाउनु पर्ने कन्डिसन आउन सक्छ, अलिकति सस्तो महँगो जे भयो भने। ल, त्यस पछाडि सर्भिस लाइफ। अब कति वर्षको लागि हामीले स्ट्रक्चर बनाउँदैछौँ त्यही अनुसारको टिक्ने हाम्रो के बनाउनु पर्छ त, फाउन्डेसन बनाउनु पर्ने हुनसक्छ। त्यो कन्डिसनमा नै हाम्रो अलिकति महँगो पर्दो रहेछ भने पनि हामीले महँगैमा भयो भने बनाउनु पर्ने हुनसक्छ। त्यस पछाडि निड अफ क्लाइन्ट। अब हामीले कुनै क्लाइन्टको लागि फाउन्डेसन डिजाइन गरिदिने हो। फाउन्डेसन डिजाइन गर्दाखेरि अब क्लाइन्टको के निड छ त्यही अनुसारको पनि हामीले काम गरिदिनु पर्ने हुनसक्छ। अब क्लाइन्टले म महँगै खालको हाल्छु भन्यो भने त्यही गर्नु पर्यो, म सस्तो खालको हाल्छु यो तान्न सक्दिनँ भन्यो भने त्यही खालको गर्नु पर्यो। त्यसको लागि सर्भिस लाइफ घट्न सक्छ, त्यो चिज हामीले हेर्नु भएन। त्यस पछाडि नेक्स्टमा टाइप अफ सुपर स्ट्रक्चर। अब कस्तो सुपर स्ट्रक्चर हामीलाई बनाउनु पर्ने छ। सुपर स्ट्रक्चर भनेको के हो त हामीले डिस्कस गरिसक्यौँ। माटोभन्दा माथिको जुन हाम्रो स्ट्रक्चर हुन्छ त्यसलाई हामी के भन्छौँ त, सुपर स्ट्रक्चर भन्छौँ। भनेपछि कस्तो खालको सुपर स्ट्रक्चर छ त्यही अनुसारको हामीले फाउन्डेसन बनाउनु पर्ने हुनसक्छ। यदि हाम्रो हाई राइज बिल्डिङ छ भने त्यहाँनिर डिफरेन्सियल सेटलमेन्ट आउनु भनेको एकदमै डेन्जरस हुनसक्छ। त्यही भएर हामीले त्यो कन्डिसनमा म्याट फाउन्डेसन लाउनु पर्ने हुनसक्छ। त्यस पछाडि नेक्स्टमा छ इन्भाइरोमेन्टल कन्सिडरेसन। अब इन्भाइरोमेन्टमा हामीले बनाएको फाउन्डेसनको कस्तो इम्प्याक्ट पर्छ भनेर पनि हामीले कन्सिडर गर्नुपर्ने हुनसक्छ। त्यही अनुसारको फाउन्डेसन हामीले लाउनु पर्ने हुनसक्छ। त्यस पछाडि मार्जिन अफ सेफ्टी। अब कति छ सेफ्टी त्यहाँनिर हामीलाई चाहिएको त्यही अनुसारको फ्याक्टर अफ सेफ्टी लगाएर हामीले हेरौँ त डिजाइन गर्दाखेरि हेर्नुपर्ने हुनसक्छ कस्तो टाइपको फाउन्डेसन लाग्दा हामीलाई सजिलो हुन्छ। त्यस पछाडि रिस्क लेभल। अब कस्तो फाउन्डेसनको कस्तो रिस्क लेभल हुन्छ भनेर हामीसँग हुन्छ। जस्तै आइसोलेटेड फुटिङ लगायौँ भने हामीसँग डिफरेन्सियल सेटलमेन्ट आउन सक्छ।
म्याट फुटिङ लायौँ भने डिफरेन्सियल सेटलमेन्ट नआउन सक्छ। त्यस पछाडि जस्तै हेरौँ त हामीले पाइल्स लायौँ भने के हुन सक्छ त हाम्रो जुन ल्याटरल एक्सपल्सन अफ सोइल हुन्छ त्यो नहुन सक्छ। त्यसै गरी पियर लायो भने त्यहाँनिर ल्याटरल एक्सपल्सन अफ सोइल हुन पनि सक्छ। भनेपछि रिस्क लेभल हामीले हेरेर कस्तो टाइप अफ फाउन्डेसन लाउने भनेर याद गर्नुपर्छ। त्यसपछि नेक्स्टमा के छ त भन्दाखेरि हेरौँ त स्टेप्स इन्भल्भ इन सेलेक्टिङ द फाउन्डेसन टाइप। अब कस्तो फाउन्डेसन टाइप लिने भनेर हामीसँग स्टेप हुन्छ हामीले फलो गर्नुपर्ने। सबभन्दा सुरुमा त्यसको के छ त भन्दाखेरि हेरौँ त obtain at least approximate information concerning the nature of the superstructure and loads to be transmitted। सबभन्दा सुरुमा हामीले बनाउन खोजेको फाउन्डेसनको माथि थेक्नुपर्ने सुपरस्ट्रक्चर चाहिँ कस्तो छ भनेर हामीले एटलिस्ट एप्रोक्सिमेट इन्फर्मेसन भए पनि लिइरहनुपर्छ। एप्रोक्सिमेट इन्फर्मेसन चाहिँ यहाँ किन भनेको त भन्दाखेरि सबभन्दा सुरुमा कन्स्ट्रक्ट गर्ने हामीले के हो त फाउन्डेसन हो। त्यसको लागि अब माथिपट्टि सुपरस्ट्रक्चरको होल स्ट्रक्चरल एनालाइसिस नभइसकेको पनि हुनसक्छ। तर त्यसको अर्थ यो होइन कि हामीले कुनै पनि डेटा नभइकन फाउन्डेसन बिल्ड गर्न थाल्नुपर्छ भन्ने चाहिँ होइन। अब हामीले एप्रोक्सिमेट इन्फर्मेसन चाहिँ कहाँबाट पाउन सक्छौँ त भन्दाखेरि जस्तै हामीले बनाउन खोजेको स्ट्रक्चर कस्तो हो त 10 तल्लाको स्ट्रक्चर हो यति स्क्वायर फिटको भनेर भन्यो भने त्यसको एप्रोक्सिमेट लोड त्यस्तै खालको अर्को स्ट्रक्चर हामीले कतै डिजाइन गरेको छौँ भने त्यहाँबाट पनि लिन सक्छौँ। यति मात्रामा आउँदो रहेछ भनेर हामीले त्योभन्दा अलिकति बढी लोड थेक्नेसम्मको फाउन्डेसन बनायो भने फ्याक्टर अफ सेफ्टी लगाएर हामीलाई काम गर्न सक्छ। त्यो चिज हामीले हेर्नुपर्छ। त्यस पछाडि नेक्स्टमा डिटरमाइन द सफ्ट सर्फेस कन्डिसन। अब माटोको कन्डिसन कस्तो छ त्यो पनि हामीले हेर्नु पर्यो, किनकि माथि हामीले के भनेका छौँ त माटोको कन्डिसन अनुसार पनि हाम्रो टाइप अफ फाउन्डेसन चाहिँ के हुन्छ त फरक पर्न सक्छ। त्यस पछाडि नेक्स्टमा कन्सिडर ब्रिफली इच अफ द कस्टमरी टाइप अफ फाउन्डेसन टु जज वेदर दे कुड बी कन्स्ट्रक्टेड अन्डर द एक्जिस्टिङ कन्डिसन। अब हामीसँग हेरौँ त कस्टमरी टाइप अफ फाउन्डेसन भनेको आइसोलेटेड फुटिङदेखि हामी एउटा गर्दै हेर्दै जान्छौँ। अहिलेको हाम्रो एक्जिस्टिङ कन्डिसन कस्तो छ त्यो अनुसार बनाउन मिल्छ कि मिल्दैन। त्यसै गरी वेदर दे वुड बी क्यापेबल टु क्यारी रिक्वायर्ड लोड्स, हाम्रो आउन सक्ने लोड चाहिँ त्यसले थेक्न सक्दैन। त्यस पछाडि वेदर दे माइट एक्सपिरियन्स डिफरेन्सियल सेटलमेन्ट, त्यसमा चाहिँ डिफरेन्सियल सेटलमेन्ट आउन सक्छ कि सक्दैन। त्यो गर्दै हामीले के गर्छौँ त जस्तै आइसोलेटेड फुटिङबाट छान्दै जान्छौँ भने त्यहाँनिर हाम्रो के हुन्छ त यो ठिक छ यो ठिक छैन भन्दै ठिक नभएकोलाई चाहिँ हामी बाहिर निकाल्दै जान्छौँ। यो ठिक हुनसक्छ भनेर हामी जस्ट ग्रुप बनाउँदै राख्छौँ। त्यस पछाडि 4 नम्बरमा मेक मोर डिटेल्ड स्टडिज। अब चाहिँ के आउनु पर्यो त यो हुनसक्छ भनेपछि हामीले अलिकति डिटेलमा स्टडी गर्नु पर्यो। त्यस पछाडि त्यसमा के राख्नु पर्न सक्छ त भन्दाखेरि हेरौँ त इन्क्लुडिङ टेन्टेटिभ डिजाइन, यस्तो डिजाइन हुनसक्छ भनेर फुटिङको डिजाइन पनि त्यहाँनिर राख्नु पर्यो अफ द मोर प्रमिसिङ टाइप अफ फाउन्डेसन। भनेपछि जुन हाम्रो फाउन्डेसन यो चाहिँ हुनसक्छ है भनेर जस्तो लाग्छ हामीलाई त्यसको चाहिँ टेन्टेटिभ डिजाइन यो डिजाइन पनि हुनसक्छ भनेर हामीले त्यो पनि हालिदिनु पर्यो। त्यस पछाडि लास्टमा अब हामीसँग 4-5वटा डिजाइन पनि भइरह 4-5वटा टाइप अफ फाउन्डेसन पनि छ। अन्तिममा हामीले कुरा के हेर्नुपर्छ त भन्दाखेरि कस्टको हेर्नुपर्छ। हेरौँ त प्रिपेयर एन इस्टिमेट अफ द कस्ट अफ इच प्रमिसिङ टाइप अफ फाउन्डेसन। भनेपछि प्रत्येक प्रमिसिङ टाइप अफ फाउन्डेसन जुन हामीलाई लागेको छ प्रत्येकको हामीले के गर्नुपर्छ त कस्ट हेर्नुपर्छ। त्यस पछाडि एन्ड चुज द टाइप द्याट रिप्रेजेन्ट्स द मोस्ट एक्सेप्टेबल कम्प्रोमाइज बिट्विन पर्फर्मेन्स एन्ड कस्ट। यो चाहिँ हामीले सबभन्दा इम्पोर्टेन्ट सेन्टेन्स हो। चुज द टाइप द्याट रिप्रेजेन्ट्स द मोस्ट एक्सेप्टेबल कम्प्रोमाइज बिट्विन पर्फर्मेन्स एन्ड कस्ट। यो चिज हामीले जुनसुकै प्रोजेक्ट बनाउँदाखेरि पनि गर्ने अन्तिममा चाहिँ यही नै हो। किनकि हामी के गर्छौँ त डिफ्रेन्ट अप्सन राख्छौँ, सबैको इस्टिमेट निकाल्छौँ र लास्टमा आएर हामीलाई सर्टेन एमाउन्ट अफ पर्फर्मेन्स चाहिएको हुन्छ, सर्टेन एमाउन्ट अफ कस्ट हामीसँग हुन्छ बजेटमा। त्यस पछाडि दुईटाको बिचमा कम्प्रोमाइज हामीले गर्नुपर्छ। जस्तै हामीलाई अब 50 इयर्ससम्मको स्ट्रक्चर चाहिएको छ जसले चाहिँ 10,000 किलोन्युटनको लोड चाहिँ थेक्न सकोस् एट एनी गिभन टाइम। अब त्यसको लागि हामीसँग बजेट मानौँ कति छ त भन्दाखेरि 50 करोड छ। एउटा मानौँ हामीले पुल बनाउँदैछौँ त्यसको फाउन्डेसनको कुरा भइरह र फाउन्डेसन मात्र बनाउनको लागि मानौँ हामीलाई 50 करोड छ। डिफ्रेन्ट ठाउँमा हामीले फाउन्डेसन बनाउनु पर्छ, एउटा मात्रको कुरा भइरहेन। भनेपछि अब मानौँ हामीले बनाएको फाउन्डेसन चाहिँ अब आइसोलेटेड फुटिङ छ एउटा, त्यस पछाडि अर्को के छ त पायर फुटिङ छ। यी दुईटाको लागि मात्र अहिले कुरा गरौँ, नत्र हामीसँग डिफ्रेन्ट अप्सन हुनसक्छ हुन त, तर यति मात्र छ भनेर बुझौँ। अब यसले चाहिँ के दिन्छ त भन्दाखेरि 40 इयर्सको लागि मात्र दिन्छ र 98
100 किलोन्युटन लोडसम्म मात्र थेक्न सक्छ। स्ट्रक्चरल एनालाइसिसले हामीलाई त्यस्तो देखायो। यति नै एक्ज्याक्ट एक्युरेट त नहोला, तर जस्ट आइडिया मात्र कसरी काम गर्छ भनेर देखाउन खोजेको। भनेपछि यस्तो होला। अब प्योर फुटिङको चाहिँ मानौँ हामीसँग 50 इयर्स नै छ र यसले 9400 किलोन्युटन लोडसम्म मात्र थेक्न सक्छ। यसको लागि कस्ट हाम्रो 55 करोड लाग्दो रहेछ। यसको लागि कस्ट हाम्रो 48 करोड लाग्दो रहेछ। ल अब यी दुईटा बीचमा हामीले हेर्नु पर्यो कुन चाहिँ हामीलाई मोर एक्सेप्टेबल छ त। हेरौँ त, आइसोलेटेड फुटिङमा हामीसँग हेरौँ त 10 इयर्स के छ त लाइफमा कम छ। यसमा के छ त हामीलाई चाहिएको 50 इयर्स जति हो त्यति नै छ। यसको 9800 किलोन्युटन थेक्ने क्षमता छ, हामीलाई चाहिएको थियो 10,000, योभन्दा अलिकति कम छ 200 मात्रै। तर यसमा के छ त 9400 छ, हामीलाई 10,000 चाहिएको थियो, यहाँ 600 कम हुन्छ। अब यसको लागि बजेट फेरि के छ त 2 करोड कम छ हामीसँग भएको बजेट भन्दा। यसमा फेरि के छ त 5 करोड बढी छ हामीसँग भएको बजेट भन्दा। अब यसमा हामीले के गर्छौँ त भन्दाखेरि यदि हामीसँग एडिसनल फन्ड छ भने, एडिसनल फन्ड छ र हाम्रो लागि यदि सर्भिस लाइफ चाहिँ त्यस्तो धेरै इम्पोर्टेन्ट चिज होइन, पछि हामी अर्कैतिर जान पनि सक्छौँ भनेर भन्ने कुरा छ, 50 इयर्सलाई हामी त्यति फोकस गर्दैनौँ भन्ने कुरा छ भने यसमा जाँदाखेरि पनि भयो। किनकि यसले हेरौँ त 10,000 किलोन्युटन एट एनी गिभन टाइमसँगको नजिकैको के गर्छ त लोड थेक्न सक्छ, यसमा जाँदाखेरि पनि भयो। त्यस पछाडि यदि हामीलाई चाहिँ अब भर्खरै लोड हाम्रो 10,000 किलोन्युटन चाहिँ हामीले हाई फ्याक्टर अफ सेफ्टी राखेर गरेको हो, यसमा चाहिँ हामीले अलाउ गर्ने भनेको 5,000 किलोन्युटनसम्म मात्र हो। 9400 आए पनि हाम्रो काम चलिहाल्छ। त्यस पछाडि बजेटमा पनि हामीसँग पैसा बढी छैन, 2 करोड झन् बच्ने रहेछ भनेर भन्ने हो, हाम्रो सर्भिस लाइफ चाहिँ यतिकै पनि फुलफिल भइरहेको छ भनेर हेर्ने हो भने यो लिँदाखेरि पनि भयो। भनेपछि लास्टमा चाहिँ चुज गर्ने यसरी हुन्छ। ल यो भयो हाम्रो सेलेक्सन स्टेप्स फर फाउन्डेसन टाइप। योसँगै हाम्रो यो च्याप्टर यहीँ सकिन्छ। यसभन्दा पछाडिको भिडियोमा हामी नेक्स्ट च्याप्टरमा जान्छौँ, च्याप्टर नम्बर 2। सी इन द नेक्स्ट च्याप्टर।